हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग र आज चाहिँ न्यु इयरको दिन रहेको छ। सबैजनालाई नयाँ वर्षको शुभकामना। र मेरो चाहिँ आज पनि कतै जाने प्लान चाहिँ भएन, सबै प्लान क्यान्सल भयो र भोलि चाहिँ फाइनली हेरौँ के हुन्छ, कहाँ जान सक्छु। यहाँ चाहिँ गाउँमा चाहिँ धेरै रमाइलो हुन्थ्यो, यहाँ चाहिँ झन् नयाँ ठाउँमा आएको छु, केही थाहा छैन यहाँ। अनि साथीहरू पनि टाढा टाढा रहेको छ। मेबी भोलि जान सक्छु, बाहिर निस्किन्छु। अब हेरौँ के हुन्छ। र अहिले चाहिँ आजको ब्लगमा स्टार्ट गरेको बेलुका चाहिँ। र अहिले चाहिँ पहिला नास्ता खाएर अनि पसलतिर जान्छु, अनि हेरौँ के लिएर आउँछु अनि रातिमा के पकाउँछु। र आज चाहिँ सब गाउँमा चाहिँ खास गरी हामीहरूको पुरीहरू पकाउँछ अनि धेरै मिठो मिठो कुराहरू चाहिँ हुन्छ। यहाँ चाहिँ एक्लै भएर चाहिँ के बनाऊँ भनेर कन्फ्युजन छ यति धेरै, के बनाऊँ। अब हेरौँ के हुन्छ आज। पहिला छिटो छिटो नास्ता खाएर कामहरू सकाएर जान्छु बाहिरतिर। र अहिले चाहिँ 8:30 बजिसकेको छ। म चाहिँ लागेको छु पुरी बनाउनमा। पुरी बनाले त्यो चाहिँ पराठा भनौँ, त्यो चाहिँ बनाउनमा। किनभने हामीहरूको चाहिँ नयाँ वर्षको दिन चाहिँ के हुन्छ भने चुलोलाई चाहिँ यतिकै छोड्दैन भन्नाले चाहिँ केही न केही बनाउनु पर्छ। त्यही भएर चाहिँ मलाई भोक अलि पनि छैन र म चाहिँ बनाउँदैछु। नभए चाहिँ रातभरि म सोच्छु किन बनाइन, आजको दिन पनि मैले केही पकाइनँ। त्यही भएर चाहिँ म रातभरि टेन्सनमा हुन्छु। त्यही भएर म चाहिँ नखाए पनि थोरै खाए पनि म अहिले बनाउँदैछु। यो चाहिँ म अहिले चाहिँ थोरै बनाउन लागेको, तर यति धेरै बनिसकेको छ कि के भनौँ। र 4-5वटा बनाउँछु भनेर योभन्दा चाहिँ डबल बनिसकेको छ। अब के गरौँ, बनाइसकेको छु भने यसलाई चाहिँ कम्प्लिट त गर्नै पर्यो। त्यही भएर चाहिँ अहिले म पुरी बनाउँदैछु। र अहिले चाहिँ म नपकाएमा चाहिँ रातभरि म सुकुनले सुत्न सक्दिनँ। सोचेर दिमागमा चलिरहेको हुन्छ कि किन पकाएन, कि केही त बनाउनु पर्ने थियो। घरमा पनि पुरी बन्दैछ गाउँमा, र यहाँ चाहिँ म पराठा बनाउँदैछु। चाहिँ नयाँ सालको के स्पेसल नभए नि कतै जान नपाए पनि म चाहिँ खाना बनाइसकेको छु। खानामा चाहिँ पुरी तरकारी अनि हलुवा रहेको छ। अलिकता चाहिँ खाना भोक लागेको छैन, त्यो पनि म चाहिँ खान्छु अहिले। किनभने आज चाहिँ भोकै सुत्ने चाहिँ हुँदैन, यस्तो चाहिँ हामीहरूमा भन्छ। अनि आज र भोलि खाना चाहिँ पकाउनै पर्छ। त्यही भएर चाहिँ म आज त बनाइसकेँ, भोलि बिहान चाहिँ म केही न केही बनाउँछु नै। अनि भोलि त पूजा पनि गर्नुपर्ने छ। र यहाँ चाहिँ के भनौँ, कुकुर चाहिँ लास्ट लेभलमा भोग्छ। राति बेसरी भोग्छ, 10 बजेसम्म, 10-11 बजेसम्म, कहिलेकाहीँ त 12 बजेसम्म भोकै हुन्छ। अनि मलाई कुकुर भोग्छ भने मलाई निद्रा लाग्दैन। अनि बिहान त एकछिन चाहिँ भोग्नलाई भोग्छ, तर त्यसो दिनभरि त शान्त हुन्छ नै। तर कुकुर भोग्छ भने मलाई धेरै डिस्टर्ब हुन्छ। कुकुरसित मलाई डर पनि लाग्छ लास्ट लेभलमा। र आई होप तपाईँहरूको पनि आजको यो वर्षको नयाँ साल मनाउनु भएको होला। र भिडियो राम्रो लाग्छ भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।